अन्त हेर्नुहोस् त म गाउँघरको केटो यस्तो गरेर बसिरहेको छ यस्तो के गर्ने है हेर्नुहोस् त मेरो चप्पल पनि यस्तो यस्तो छ र तपाईँहरूलाई आज म देखाउँछु कि यहाँबाट हेर्नुहोस् त घर पनि क्या खत्रै खत्रै बनाएको छ उनीहरूले हाम्रो भने कहिले बन्ला अरे यस्तो घर भन्ने छ हेर्नुहोस् त क्या राम्रो घर छ है स्माइल पोजमा बसिरहेको घर पनि ठ्याक्क पूर्वदेखि पश्चिमतिर उत्तरतिर फर्केको छ घर पनि हेर्नुहोस् त यहाँ थियौँ क्या अस्ति मैले यता बडेमानको यति बडेमानको यति कालो न कालो सबै देखेको हेर्नुहोस् त्यहाँ औसली पाक्थ्यो कि अहिले त पाकिरहन्छ भेग्यो होला नि सायद यहाँबाट चाहिँ म हिँडिसकेको छु अब मसला धन्दा गुल्टेको म फेरि मैले कचोटि गुल्टिन लगाएर गाइसहरू हेर्नुहोस् त 3 चोटि गुल्टिन लगाएर हामी अब अगाडि बढ्छौँ बाटो अब अलिक शीतल आएको छ किनभने घाम धेरै चर्को लागेको भने मास्तिर तलतिर हो अब हामी पुग्न लागेको छौँ यो बाटो म स्कुल पनि जान्छु तपाईँलाई म स्कुल जाने मेरो भ्लग देखाइदिन्छु तर के गर्नु सकिन्छ गाइजहरू यार स्कुल जाँदाखेरि भ्लग बनाउनै पाइएन कि त्यही भएर क्या गाइजहरू ल हुन्छ र अब हामी एउटा धेरै टाढा थियौँ मम्मी उहाँबाट आउँदै हुनुहुन्छ कुकुर पनि आउँदै हुन्छ है के गर्नुहोस् ल अघि बढिसकेको छौँ हामी यहाँबाट धेरै टाढा छैन है मैले यहाँ के देखाउँछु भनेर ल्याएको छु कि अन्त त्यो जङ्गलको बाटो चाहिँ यहाँ थियो म हाम्रो ट्याउरी हराएको मेरो प्यारो पाल्तु कुकुर एउटा यत्रो थियो क्या कुकुर पनि होइन त्यसको नाम थियो ट्याउरी त्यो धेरै भयो बाँचेको नि 2000 कति सालबाट अझै बाँचिरहेको अहिलेसँग भाषासँग नि के आउन सकिन्छ हेर्नुहोस् त अब हामी अगाडि बढिसकेको छौँ तपाईँले हेर्न सक्नुहुन्छ अगाडि त मिसिन देख्नुभएको छ नि त्यो मिसिन चाहिँ फेरि बाटो बनाउन लागेका छन् सबैजना कर्मचारीहरू मिलेर त के गर्ने त्यहाँ हान्डा मासतिर आउनु सकेको छैन रोक्नुहोस् तपाईँलाई म बाटो देखाइदिन्छु यो एउटा मिसिन हो यहाँ हेर्नुहोस् टनल हालिसकेको मान्छे खुट्टाभन्दा पक्यो क्या गाइस यो एउटा ड्रम हो ड्रमभित्र पानी छ यो पनि एउटा मिसिन हो हेर्नुहोस् त यो मिसिन क्या खतरनाक देखियो ल टनल हेर्नुहोस् यहाँबाट ठ्याक्क बालु त मिलाएर यति बनाएको छ क्या बाटो यहाँसँग मात्रै बनाएको छ त्यहाँसँग मात्रै बनाएको त्यहाँ मासतिर बनाएको छैन त यहाँ चाहिँ यस्तो छ हजुर आज पनि भ्याउनु भन अब कति हो यही पनि पुर्दैछ छुट्टी हो हजुर आज यस्तो खेततिर हिँडेको कि ए स्कुल छैन आज हजुर आज छुट्टी भनौँ शनिबारै आज पनि भोलि पनि है यो बाजे चाहिँ धेरै काम गरेर उस गर्नुभएको छ तर के गर्ने गरिब हुनुहुन्छ उहाँ टाढाबाट काम गर्न आइरहनु भएको छ कहाँबाट गोर्खाबाट आउनुभएको छ यो बाजे के गर्न सकिन्छ बाजे पनि खासै उसँग भएको छैन तर के गर्ने मिहिनेत गर्नै पर्छ जसरी नै मिहिनेत नगरेसँग हुनेवाला छैन भने चाहिँ यस्तै हो होला हेर्नुहोस् यहाँसँग दिवार बनाइरहेको छ त्यहाँबाट चाहिँ त्यहाँदेखि पनि हेर्नुहोस् त बाजेले क्या ठुलो पहिरो गएको थियो बाजेले त्यहाँको नि पुरै निकालेर फालिसक्नु भएको छ बाजेको लागि एक लाइक गरिदिन हजुरलाई म अनुरोध गर्दछु है गाइजहरू हेर्नुहोस् त ल खत्रै भनिदिइसकेको छु तपाईँलाई मैले के भन्ने र हेर्नुहोस् अब यहाँबाट म हिँड्न आएको छु हिँड्दैछबाट यहाँबाट चाहिँ हामीहरू यता पस्किनेवाला छ पस्किनेवाला छ भन्दा पस्किन लाजेको थियो त्यो बाजेको काम देख्दा चाहिँ मलाई धेरै खुसी लागेको छ तपाईँले बाजेको तर्फबाट एउटा न एउटा लाइक गरिदिनु होला है गाइजहरू अब हेर्नुहोस् तपाईँहरू हामीहरू अब आइसकेका छौँ सुम्रे खोला यो हो सुम्रे खोला भन्ने जग्गा हो कि जमिन के भन्छ जेसुकै भन्ने नेपालमा हुँदैन न सुम्रे खोला भनौँ यो पनि एउटा
यहाँबाट चाहिँ हेर्नुहोस् त यस्तो बाटो छ खतर 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 जाने बाटो छ यो बाटो कति बेला कहाँ फसिन्छ बसिरहेका मान्छे हो त्यो जस्तो यहाँबाट वी गरेर झर्नु त अझ यो भिडियो चाहिँ धेरै लामो भएको छ लास्टसँग हेर्न नभुल्नु होला है यहाँसँग बढिसकेको छ यहाँबाट छेउतिर पनि झरिसकेको छ यसपछि चाहिँ बाटोमा देख्दै झरेका छौँ त त्यो बाटोमा भेट्यो हामीलाई एउटा अनोखा यस्तो खतरनाक चिज हामीले देख्न सक्नुहुनेछ हामीले बाटोमा यस्तो अनौठा चिज हेऱ्यौँ कि यस्तो अनौठा चिज हेर्नुहोस् त गाईचोरू के भएको छ हो फुतुती यता भएको गाईचोरू के जनावर रहेछ मैले देख्दै देखिनँ गाईचोरू मैले यसो पुच्छर देखेको थिएँ लामो त्यसपछि कालो अनुहार देखेँ त्यसपछि केही पनि देखिनँ तपाईँहरूले देख्नुभयो कि देख्नु भएन मैले पनि देखिनँ कि गाईचोरू म मलाई चाहिँ खबर देखिने कुरा अनुसार त उहाँलाई चाहिँ छिटै चाहिँ क्याप्चर गर्छ नि त्यस कारणले गर्दा हो नि त रुत्दै जाने तरिकाले यस्तो अनौखा चिज देखेन हामीले गाईचोरू तपाईँहरूले अन्धविश्वासमा विश्वास गर्नुहुन्न होला तर के गर्ने यो चाहिँ हाम्रो एउटा कुकुर हो अन्धविश्वास गर्नुहुन्छ तपाईँहरूले तर विश्वास गर्नुपर्छ के यस्ता भूत प्रेत आत्मा यिनीहरू हुन्छन् नहुने होइन 4 चोटि मलाई झुस्काइसक्यो गाईचोरू ल म हेर्नुहोस् त म गाउँघरको केटो मलाई 5-6 चोटि झस्काइसक्यो के यस्तो खतरनाक छ नि त फेरि अन्धविश्वास गर्नु हुन्न होइन अन्धविश्वास गर्नु पर्छ के अन्धविश्वास भनेर मात्रै हुन्न के अन्धविश्वास गर्नु पनि पर्छ कि हेर्नुहोस् तपाईँलाई म टङ्कीदेखिको खोला देखाइसकेको छु यहाँबाट सुन्नु ल आजलाई यति भिडियो मन परेमा लाइक र सब्सक्राइब गर्न नभुल्नुहोस् है गाईचोरू ल अब अर्को भिडियोमा भेटौँ ल